म्याग्दी जिल्लाको दुर्गम गाउँमा जन्मेका उनले भाइ बहिनीको शिक्षामा मद्दत गर्न 13 वर्ष 4वटा विद्यालयमा शिक्षकको रूपमा काम गरेका थिए। विदेश पढ्न जाने योजना बनाएका उनले 33 वर्षको उमेरमा 1989मा युएसएका 100 भन्दा बढी युनिभर्सिटी र युकेका युनिभर्सिटीमा आवेदन दिएका थिए। 18 महिनाको निरन्तर प्रयासपछि उनले युएसएको नेब्रास्का युनिभर्सिटीमा आंशिक स्कलरसिप पाए। 1992मा ब्याचलर्स डिग्री प्राप्त गरेपछि उनी 24 वर्षपछि आफ्नो जन्मथलो नाङ्गी म आफै केही गर्छु भनी फर्किएका थिए। उनको उद्देश्य त्यहाँको शैक्षिक र आर्थिक अवस्थामा सुधार ल्याउनु थियो। उनले गाउँमा शैक्षिक र आर्थिक विकासका लागि कम्प्युटरमा स्पेशल फोकस गर्दै हिमाञ्चल हाई स्कुल स्थापना गरे। विदेशबाट दानमा पाएका कम्प्युटर र नजिकैको नदीबाट हाइड्रो जेनेरेटर प्रयोग गरेर कम्प्युटर क्लास सञ्चालन गरे। शिक्षकको तलब र विद्यार्थीको खर्च व्यवस्थापनको लागि विद्यालय सँगसँगै उनले अन्य इन्कम जेनेरेटिङ काम पनि सुरु गरे, जस्तै चौरी पालन, खरायो पालन, चिज र ज्याम बनाउने, नेपाली हाते कागज उत्पादन गर्ने। ग्रामीण विद्यालयमा इन्टरनेट पुर्याएर डिजिटल लिटरेसीको प्रमोसन गर्न र शिक्षाको क्वालिटी सुधार गर्ने उद्देश्यले उनले वायरलेस टेक्नोलोजीमा काम गरे। सञ्चार एक्लै स्थापना गर्न कठिन भएपछि उनले बीबीसीलाई आफ्ना समस्या र योजनाबारे इमेल गरी मद्दतको लागि आग्रह गरे। 2001मा बीबीसीले उनको कथालाई सार्वजनिक गर्यो। त्यसपछि युएसए र युरोपका स्वयंसेवक र दाताहरूले उनलाई सहयोग गर्न इन्ट्रेस्ट देखाए। सबैको सहयोगमा 2001मा नाङ्गी र छिमेकी गाउँ राम्चेबीच वायरलेस कनेक्सन स्थापना भयो। केही साना अनुदान प्राप्त भएपछि पहाडको टुप्पोमा रिले स्टेसन निर्माण गरी पोखरासँग सञ्चारको लिङ्क जोडियो। यस लगत्तै नाङ्गी गाउँ इन्टरनेटसँग जोडियो। 2006 सम्म 13वटा पहाडी गाउँ र 2011 सम्म 13 जिल्लाका 150 गाउँ वाइफाई सञ्जाल र इन्टरनेटसँग जोडिए। 2007मा उनले रमन म्यागासेसे अवार्ड प्राप्त गरेका थिए भने 2014मा उनी इन्टरनेट हल अफ फेममा पनि समावेश भएका थिए।